पढाइतिर कहिले पनि दिएन ध्यान स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दामी हाम्रो सर पनि पारी त झोला बोकी स्कुल जान्थे जहिले एसेम्ब्ली सुरु हामी टोइलेट जान्थे जहिले चेक हुन्थ्यो कपाल पिडाइ खान्थे जहिले पढाइको पाल थिएन चिलमा हुन्थे जहिले पढाइ राख्थे सर हामी हाँसी राख्ने जहिले चालु हुन्थ्यो क्लास हामी खाइराख्ने जहिले एकअर्काको बिल्ला आने दिन हाम्रो भिट्यो हामीले हल्ला गर्दा अफिससम्म पुग्थ्यो कुनै पिरियड झ्याउ लाग्दा सबैजना सुत्थ्यो घन्टी लाग्ने बित्तिकै टोइलेटतिर पुग्थ्यो उडाइ पनि खाए तर माया धेरै पाए 10 क्लास पनि हामीलाई काम पनि लाए बस्थे फर्स्ट बेन्चमा तर होइन हामी टपर कुनै पिरियड लेजर हुँदा हल्ला हुन्थ्यो बदर लगेनन् टुर हामीलाई रिसका हाइट फर्स्ट ब्याच हामी रिजल्ट पाइयो अरे नाइट अरू स्कुल होस्टेलमा तिल गर्थे हामी एकअर्काको बिल्ला आने तिल भर्ने सामाजिक आउँदा फेरि नित्याउँथे डर लाग्थ्यो कतिलाई याद गर्थे नेपाली पिरियड सबैभन्दा बेस्ट लाग्थ्यो इङ्ग्लिसको होमवर्क सबैले नै सारी राख्थे साइन्सको के कुरा गर्ने जहिले हल्ला भइराख्थे साथीहरू साथमा स्कुल लाइफ चलिरहेको केटाहरू साथमा हाम्रो थियो सानो पढाइतिर कहिले पनि दिएन स्कुल जाने डेली तर लिएन ज्ञान हाम्रो लुक त्यति दामी हाम्रो सर पनि